वेलकम ब्याक टु मेमोरी ब्लग्स। तपाईँहरूलाई स्वागत छ मेमोरी ब्लगमा। हामी चाहिँ अब केटाहरू मसँग छ कि केटाहरू खोलोसोतार भनेको चाहिँ यो हाम्रो गुरुङहरूको पुर्खौली थल हो। हामी चाहिँ त्यहाँ जान लागेको। हाम्रो आजको डेस्टिनेसन चाहिँ त्यहाँसम्म हुनेछ। टक्क केटाहरू छ 5 जना। अहिले चाहिँ हामी गाउँबाट निस्किसकेको। यता चाहिँ मकै बारीहरू छ अनि हाम्रो बाटो चाहिँ यहाँबाट हुनेछ। कुहिरो लागेको ठाउँ हामीले पार गर्नुपर्ने छ। त्यत्रो आग्लो डाँडाहरू हामीले पार गरेर आजको अन्तिम डेस्टिनेसन यानि कि खोला बना अनि पुगिन्छ, पुग्ने गरी गइन्छ हामी। अनि टक्क यो चाहिँ हाम्रो गाउँको हिउँरे देउता। यो चाहिँ लाली गुराँस फलिरहेको थियो, यो चाहिँ ओइलाइ छ। नमस्ते गोदिया दिन त तल्लै रहेको इंग्लिश नबोल्ने कि हाम्रो भाषा बोल्ने कि फिलिपिनो भाइ त यहाँ आइयो आउन नकाउने ला मिस्त्री म त अलि धेरै खान्छु। Wow, what a view! Hey bro, what's your name? My name is Popu. Yeah, Popu. Oh yes. Yeah. Good night. Popu. ल अब हाइड्रोबाट हामी माथि जान लाग्यो है गाइस। हाम्रो बाटो चाहिँ यहाँबाट हुनेछ हैन। यो चाहिँ महाकाने ठाउँ। यहाँ एउटा उता एउटा अनि तल छ। ल केटा हिँड। अब डेस्टिनेसन जहाँ रात बित्छ, आज हाम्रो रात जहाँ काट्छ त्यहाँसम्म हामी पुग्नु पर्छ। त्यही नै मेरो भनाइ हो। तपाईँ नेपाल आउनु भएको हो? हजुर, म घुम्नको लागि नेपाल आएको थियो। बाटो यस्तो छ। अझै चलिरहेको मेरो आफै मलाई आफै त्यहाँ थिएन त। सो गाइस अहिले चाहिँ हामी चाहिँ पुरी खाजा खाएर चाहिँ हिँड्यो। हामी यहाँ बाटो देख्नु सक्नुहुन्छ। Holy shit! Hey bro, what talking you? Oh.
What is this? This is your bottom of flying. Your shoe is a very, very flying. My shoes is very sexy. Oh my god. Your shoes is very sexy. Yeah, very sexy. Oh my god, what's this? Hey brother, Yes, brother. are you okay? Yes. Hey brother, are you okay? Okay, fine. Oh my god. Yes. हामी त छौँ जङ्गलमा आमा हाम्रो लहर दाइ चाहिँ यहाँ लड्न लाग्छ है गाइस सत्य गयो यार तर हरि के बोको हरि सरी हरि यता चाहिँ भिड छ बाटो चाहिँ यस्तो ढुङ्गाको माथि छ त्यो चाहिँ बाटो रक्सी खाँदै हिँडेछ यस ओ माई गॉड खतरा रहेछ त भिड यहाँबाट खस्यो भने खोलामा डाइरेक्ट बाटो हामी चाहिँ यहाँबाट हिँडेर आएको बिचारा घुम्न आयो होला अहिले चाहिँ 3 घन्टा भयो अब यहाँबाट चाहिँ बाटो चाहिँ साह्रै गाह्रो छ यहाँ भर्याङ सरी मामु म राम्रो बाटो हिँड्न सकिनँ ओके ओ माई गॉड डेभिल मसरुम यस Oh my god. You eating a devil mushroom? No, I'm not hungry. यहाँ चाहिँ यस्तोमा समातेर जानुपर्छ आयो क्या ओ हिँड्न भनेको यहाँ भिडमा नउपायो क्या यो चाहिँ पहिलाको बाजेहरूले बनाएको रे हेर्न सक्नुहुन्छ मह काट्नेहरूले बनाउँछ त हजुर अनि हन्डरहरूले यहाँ चाहिँ समातेर जान्छ है यो चाहिँ स्थिर चल्नुपर्छ यहाँ समात्नु पर्दैन समात्त हो सेफ्टी ओके लाउड स्पिकर यहाँ लक्ष्य टेक्न मनै छ जस्तो छ हो हिमाल चढे जस्तो भएको पहिला चाहिँ बाजेहरूले बनाएको रहेछ चाहिँ मह काट्ने बेलामा आजकल चाहिँ प्रायः मान्छेहरू यहाँबाट जान्छ मेरो चाहिँ पसिना भएको छ अहिले चाहिँ हामी 3-4 घन्टा भयो है साथी है हिँडेर है 4 घन्टा जति भयो हामी हिँडेर हामीले हिँड्न सकिरहेको छैनौँ हामी अहिले खाना नि खाएको छैन हामी अहिले दिउँसोको 12:30 भइसक्यो हामी चाहिँ बिहान 8 बजी आएको थियो 4 घन्टा भइसक्यो अहिले हामी त्यहाँ तल चिया खाएर आएको थियो हाम्रो बाउ गोड जाँदाखेरि भुजीमा हालेर ल्याएको थियो अरे यहाँ रोकौँ भनेर रोकेको अरे मलाई हेरेर आइज भन्थ्यो बाबाले राम्रो रहेछ तपाईँहरू आउँदाखेरि टिपेर खान सक्छ हाम्रो हो फ्री हो तपाईँ खो
गाह्रो ठाउँ यार स्वाइक भन्यो SWAG स्वाइक भनेको अर्थ हो कि हेलो के हालो जाँदा यहाँबाट चढ्न भएन हालो भन्छ नमस्ते नमस्ते मान्छे यहाँ थकित अवस्थामा बिस्सेर थाकेको हामी अब यहाँबाट माथि जाने बदल क्या छु अब पानी खाएर जाने यहाँबाट बिस्तारै अब अझै पुग्ने गरी जाने भनेको अब सकिन अब सिउलुमै बास होला जस्तो छ हाम्रो यहाँ बाटो देखा त खतरा छ बाटो हेर्न आयो त कल परे बाटो के पनि नरह्यो पछि दिँदै दिउँ अब यस्तो खतरनाक बाटो भएर जानुपर्छ हामी हेर ओ या सास हो पहिला मैले बनाएको नि ठाउँ यस्तरी चढेर जाने हामी अब हेर्न सक्नुहुन्छ गाइज यो साग यो डाँडा दामी मिठो हुन्छ यो चाहिँ पेट दुख्ने सन्चो हुन्छ है केटा हो त्यो चाहिँ औषधि हो यहाँ नखोलिकन खाएको हुन्छ फेरि भन्छ यो दबाई हो ल खा ल चस चितो भयो एउटा फालिहाल्यो ढाँटे चितो औषधि भन्दा अनि तितो नभए गुली हुन्छ यो चुके पनि हुन्छ है यस्तो ज्वरो हो यस्तो यस्तो जुने जानुपर्छ यार म जान्छु पप्पू जान्छ अरे अब यहाँ पप्पू जल्दी क्यामेरामै हेर्नु अब यो हुनै नसक्यो लाउरे तल आएको फेरि माथि देखेन बाटोको अवस्था यस्तो छ होइन केटाहरू यहाँ आउँदैछ यतिको भयो नि हुन्छ नि है गाउँ चाहिँ त्यहाँ हो त्यहाँ छ गाउँ यहाँबाट यहाँबाट माथि जाने हो टिकटक बनाउने त्यो आपा के भन्ने अब त्यसलाई थाक्या के गर्नु अब सर्पको बर्सात छ यहाँ भेटिरह यहाँ हामीसँग ल हामी यहाँ आइपुगिसक्यो अब यहाँ एकछिन आराम गरेर
माथि जानेछु हामी केटाहरु त्यहाँ आउँदैछ थकित हाम्रो गुरु पसिनाले पुरा शरीरै लतपत भइदियो हाम्रो एकछिन यहाँ आराम गरेर माथि जान्छु हेलो गुरु हाम्रो जुरुलाई के भयो पसिना पसिना भयो पसिनाले लतपत अब यस्तो पानी पर्न लागिसक्यो अब आज कोलसौतार पुग्दैन जस्तो छ हामी खाना खाएन यत्रो हिँडिसक्यो हामीले भयो लास्ट टाइम थाकेको अवस्था लाली गुरा छ है गाइस एउटा मात्रै रहेछ तर गुन्नमा त रङ आयो सिआइदिन भिडियोलाई सिम टिभिले के हो यो सतुवा सतुवा ये हो त सतुवा भन्ने चीज हो ये हो त नौखाले ये हो त अवस्थामा बाबु थाके अरे इ यानी एउटा को हुनु सारा को गोथमा अब के भनेको म त के अहिले थाकेर सतुवा खाना आको त्यसले के भेटायो अब यस्तो भने ऊ त्यहाँ रहेछ जडीबुडी आए जडीबुडी ठुलो रहेछ यो अब हामी यहीँ आइपुग्यो वासस्थानमा आजको बास यहीँ हाम्रो हल्लो आइपुग्यो भर्खर आज हामी बस्ने यहीँ हो अब के गर्नु पानी परिहाल्यो भोलि चाहिँ यहाँबाट जाने हो गाउँ त्यहाँ छ आउँदैछन् हिरोहरू चिलपारामा त्यहाँ चाहिँ मुनाल कराएर यो डाँडामा चाहिँ मुनाल कराएर भ्यू अगाडि हेर्न आमा सतुवा है गाइस ओ गाइस आज चाहिँ हाम्रो नाइट चाहिँ यहीँ हुने भयो टक्क हामीले भाइरल खाना खाइसक्यो त जाउँ अब डे वानको चाहिँ यति हो हजुर हामी बिहानबाट गर्छु कन्टिन्यू भ्लग चाहिँ अहिले चाहिँ आज चाहिँ यति गर्नु पर्ला अहिले चार्जर नै अहिले छैन चार्ज गर्नु पर्यो यति नै हो अब भोलि भेट्नुपर्छ बिहान ओके बाई बाई ओके बाई बाई हामी चाहिँ भर्खर उठ्यो है फोटो के यहाँ छ यी मर्निङ मर्निङ है मर्निङ अब चल्दिन लागेको हामी भ्यू चाहिँ राम्रै है मौसमले चाहिँ साथ दिइरहेको छ है डे 2 को नयाँ ब्लग नयाँ जाङ्गे पुस्के सिउलु एकदम राम्रो छ है गाइस
नेपालको झन्ड अब हामी बिस्तारै हिँड्नु पर्ने हुन्छ केटाहरू जाँदैछ है लभली आया दामी आया भ्यू ल गाइस माथि गएर भेट्नेछौँ 네. 탁. 이건 없어 나지. 응. यो नसुर नि बिराली सार्नु भएर छ अरे ठिकै छ नगर लागेछ लागेछ ला भयो राम्रो भयो मेन भर्सेस विल्ड चाहिँ झन्डाको लागि लहर काट्दैछ सानो भयो ठिक छ हुन्छ ब्याकतिर हरेसी राम्रो देख्छ ल गए हामी चाहिँ डेन्जर हक्सा थियो हक्सानेर निस्केको है यहाँ दुईजना चाहिँ अगाडि गइसक्यो खाना पकाउन गयो हक्सानेकै बल्ल आनन्द आयो लभली आयो ल है त लाग्यो भरे माथि गएर भेट्छु यस्तो बाटो हो यस्तो कहाँ हो त हामी चाहिँ हरा जस्तो लाग्यो यार ऊ त्यहाँ छ हामी चाहिँ हराए बाटै पाएन यार हान्द मङ्की यता हेर्न कस्तो भइरहेछ त पानामा जङ्गल हुँदै जाँदैछ है हामी तिनजना ह्यान्ड छ है पछाडि अब हामी धेरै छैन हामी अब पानामा जङ्गल कटेपछि त्यहाँ यो डाँडा हो उकालै छ कति छ थाहा छैन हजुरआली भनेको त्यो 7 दिनको ठाडो उकालो यही हो है गाह्रो छ गाइस आवाज सुने हेलिकप्टरको सुने हेलिकप्टरको आवाज सुनेछ ब्रदर गिभ अप दिनुपर्छ क्या हो हेल्प मागिदिनु पर्छ क्या हो हेल्प मागिदिनु पर्छ क्या हो कराइरहेछ त उता गाई छ आवाज सुनेछ कि सुनेछ न ल है त यही हो जङ्गल चाहिँ ल अब हामी माथि डाँडा गएर बोल्नेछौँ हजुरहरूसँग बस्ने ठाउँ छोइमु क्या हुआ छोइमु सामान आरे मारे भाइ तर लो आरे लो नि किन न जा चाटंगी छ तु या उधर चिया आवेछ उइ दा पार में पर उइ दा तिम्रो चोटिया लगी चोटिया इना तो खा क्या रे उना पार में पर चिरा हो ज त्यस्तै हो बलगम खाएर गान जाँदैछ है हामी है सबको मुखमा हेर्नुहोस् त चपाती
मिठो भयो है अन्त खाएन बदाम खानु मन चाहिँ नास् त तरन्दी भएन कि मौसमै है आग लागि भयो रहेछ है यहाँ चाहिँ बिचारा चराको गोड पोल्दो रहेछ है सानो चरै होला है फेरि खुकुरी गुराँस नानीहरू कति धेरै रहेछ यहाँ यहीँ मात्र बाँकी रहेछ गुराँस यहाँ तल पिङ्क छ पिङ्क पिङ्क कलरको चोरो दिए म भनेर चिकन जुगा ल है त बाटो साटो देखाइदिनु हाम्रो चाहिँ यो उहाँ पुग्नुपर्छ है हामी है त्यहाँबाट चाहिँ जाँदैछ के लोको बरु हो अब एक लोड घाम लाग्यो भने चाहिँ दामी हुन्छ है त्यहाँ BADAR मङ्कीले चाहिँ फुल टिप्या राष्ट्रिय फुल साला ए ल ल ल ल गाउँ चाहिँ देखिया चाहिँ होस् है यो त बाटो होइन बाटो चाहिँ नि देखिया यो त्यो चाहिँ स्कुल ग्राउन्ड है यो सेतो सेतो भएको टपको अनि यो थोरै सेतो भएको चाहिँ गाउँ यता चाहिँ क्यु चाहिँ लाली गुराँस चाहिँ यहाँ अलिक बाँकी रहेछ दामी देखायो यहाँबाट अनि हामी 3 जान्छ यता 2 जान्छ वाह यहाँ पुग्यो यहाँ फुलफुली नगरको बाटोमा वाह देखायो नि यहाँ छैन ल अब हामी चाहिँ त्यहाँ पुगेर भिडियो गर्छु अहिले बर भिड गाह्रो छ है माथि राक्षस मामजी छ त्यहाँ यही दुईजना पागलहरू ल है अघि हामी हिजो बसेको ठाउँ केटाहरू यहाँ छ अब चाहिँ अलमोस्ट डाँडा चाहिँ सकिन लाग्यो होइन त केटा हो सक्यो हामी गरिबहरूको खाजा है अन्त 3 घन्टा थियो म वा 3 घन्टा थियो या त्यो गोड देखा न कुन गोड ओ आयो त्यो ब्यामो हो यो के हो र यो गोडको नाम के हो र यो चाहिँ के हो कलमैसा होइन ओलीले जानेको कलमैसा बलगाममा कुन हाल्नु नि हैन जम 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 केटा हो केट्ने है लभली ल खलास जाना सुरु apa ya surana हामी यहाँ फोटो सोटो खिचेर ट्याक्क जाँदैछौँ अहिले चाहिँ हामी यो भाइ चाहिँ केटी नभएर आएको रे लेकमा म त बुढी भएर आएको हो झला अनि म चाहिँ रिफ्रेशमेन्ट हुन आएको छु अहिले चाहिँ हामी यता के अरे हेखौँ काटेर आइसक्यो है अनि अब तल गएर थोत्गु बाँचे गएर हामी करेन्ट जोजो खान्छौँ अनि खाना चाहिँ उता खोलामा नै हुन्छ टक्क अब धेरै 15-20 मिनटपछि हामी तल पुग्छ होला खाजासाजा खाएर
हिजो त आइपुगेन आज त पुग्नु पर्यो नि खोला बना एकदम थकिरहेछ हामी यहाँ झोला 50-60 किलो छ होला मेरो त यहाँ यसको त 20 केजी तिनीहरूको 15 त्यो गुरुले बोकेको चाहिँ पछाडिको 30 अनि पछिको यो चाहिँ 15 होला मेरो चाहिँ 60 है म दिनु थाकिरह के लट्ठी ठिकै अन्त म यहाँ त अब लेकतिर त फेरि रुख यत्रो हुन्छ है तेरै घरको भनेपछि मलाई हेरेर आएछ राम्रै रहेछ भरे राति चाहिँ रोक्सी खानुपर्छ यो हेर्दा मात्रै शान्ति आयो एकदम ठुलो छ 2 हातले भ्याउँदैन 5-6 जना मान्छेले भ्याउँछ यो रुखले चाहिँ घरले बनाउँछ है यो रुखले चाहिँ घरले बनाउँछ अब त यसको रुख त कति हो कति नाम के भन्छ के हो के भन्छ नेपालीमा चाहिँ थाहा हैन नेपालीमा वी डोन्ट नो आई डोन्ट नो हामीलाई थाहा छैन नि यहाँ 2 पाते रहेछ 13 वटा 2 पातेमा ओह लोकल यो मुन्नाले खाना खोज्या हो यसमा लोकल रोक्सी 10 बोतल भरे राति एकले खाने खतरा हो हामी दुईजना चाहिँ यो अलिक गरुङ्गो छ क्या यो भ्याक हेर्दा मात्रै सानो यहाँ सबभन्दा महँगो चिज यहाँ छ नि हाम्रो यो लेक आएको त डिप्रेसनमा गयो क्या पछि आएर त मम्मीको याद आयो मुमिनको घर यहाँ रहेछ है हाम्रो मुमिन छोड ओहो माय लर्ड ओए आइच ओडार यहाँ रुखको बिचमा मुमिनको घर हो के सुत्ने ठाउँ यहाँ कता कडा मुवा त्यस्तो छ अब के गर्नु यहाँबाट हाम्रो रेडी भयो है चाहिँ खाजा खाँदै हो हामी 5 भन्ने ठाउँमा खाजा खाँदैछौँ हामी अहिले करेन्ट हामी चाहिँ हाम्रो गन्तव्य आइपुग्यो है गाई चाहिँ अब चाहिँ केही हुन्छ हेर्नुहोस् त म हजुरहरूलाई देखाउने छु कुहिरो लागेर झ्याउ भइरहेको छ त्यस्तो मौसम खुल्केको छैन हेर्नुहोस् त आइसक्यो हाम्रो गन्तव्य पोलै खै त नरहेछ त ल आइपुग्यो है गाई चाहिँ अगाडि देखिरहेको होला नि धर्मशाल हेर्नु त कस्तो राम्रो देखियो है ल है त भरे त्यहाँ गएर भेट्नेछौँ ल है त यही है खोला छ त ल ल हेर्नुहोस् भित्रहरू पनि देखाइदिन्छु म तपाईँहरूलाई चुलो उता पनि चुलो यहाँ बस्न सक्नुहुन्छ
चप्पलमै गाई चप्पलमै खोला छ त लो त गाई के लेख्या आफै पढ्नुहोस् ल है त यहाँ हाम्रो आजको बास स्थान चाहिँ यहाँ हुन्छ त्यहाँ देख्न सक्नुहुन्छ ब्रदर हजुर रमाइलो हुन्छ होला आज चाहिँ ल है त आइपुग्यो है ल है हेलो ब्रदर हेर्न सक्नुहुन्छ चन्दा सहयोग गर्ने दाताहरू ल है त तमुहरूको ऐतिहासिक पैतृक थलो कोलासोथाको संरक्षणको हो र हो नि हेलो हेलो के हो म्याटिस नि छ त उयो हेलो मान्छेहरू आएर छ ल है त ल भ्लगलाई चाहिँ अहिले मार्दिउँ मलाई हो गुड मर्निङ एभ्रिवान आज चाहिँ हाम्रो डे 3 है खोला सोथरमा खोला बनामा हामी हाम्रो डे 3 चाहिँ खोला बनामा यो गुरु चाहिँ आएको कामदार भाइ ओए यहाँ हेर त यो राम्रो काम गरेछ म पैसा दिन्छु यसलाई यो कसले राख्यो यो फाल्दैन ल यो फाल यो भाइ चाहिँ कामको रहेछ काम गर्छ यसले यो भाइ मेहनती छ यो मेरो बाजेको पालोको घर हो त्यही भएर सरसफाइ यो घर हो ओ भ्यू चाहिँ मिठो देखिरहेछ होइन अहिले घाम आएको घाम आउँदाखेरि हामी सुतिरहेको थियो क्या आइन्छ टक्क वा भर्खर अनुहार धोवा फेरि चिया चौचौ सौचौ सब खाइसक्यो यिनीहरूले फेरि बल्ल अनुहार धोयो क्या सोलर नि रहेछ टक्क भएर राति चाहिँ क्याम्पिङ हाल्नु पर्ला पानी परेर आज हाम्रो घरमा पनि छैन यार टोयलेट यस्तो यार हामी गरिबहरू हेर्नु न टोयलेट कस्तो टाइल समेत हालेको छ यार यो टोयलेटमा यार तेरो घरमा छ मेरो घर हो यो मासला अब मेरो नि यहाँ बनाउनु पर्यो ल अब चाहिँ हामी कहाँ घुम्ने यो त घुम्ने हो टक्क आज यहाँ घुम्ने अनि माथि उ त्यो यो ढुङ्गा चाहिँ के अरे के भन्छ अरे स्यारमा बसेर बोलाउने ठाउँ बुझ्यो बुझ्छ नबुझ्यो बुझ्दैन वा हामीले अरू थाहा छैन स्यार्बोले बोलाउने ठाउँ हो त्यो नेपालीमा के भन्छ हामीलाई थाहा छैन सो गाइस हामीले चाहिँ हाम्रो बुलेट गाइसको नाम चाहिँ लेखेर राखेको छ पछि आफै आएर पढ्नु होला सुझावहरू लिन्छ हाम्रो यो सङ्गम रोदी र तेनास पोजो चाहिँ हाम्रै भुसुङ्गै हो अहिले हामी चाहिँ यत्तिकै अब घुम्न जान लाग्यो हेलो ब्रो ऊ चाहिँ भाँडा माझ्दैछ 2 दिन भयो क्या उसको भाँडा नमाजेर हामी चाहिँ अहिले यहाँ घुम्न आएको चाहिँ मुखोला तल्लो टिपिएलएसबाट चाहिँ राजा बस्ती रे पहिला होइन नि कहाँ राजा घर यो मुखोला अनि यो चाहिँ जाँतो जाँतो यहाँ क्या एकचोटि खोलेर भएको क्याला छ होइन बनाउनु ला रहेछ यो जाँतो बनाउनु ला रहेछ तर नभए रहेछ हामी खोइपा घर जाँदैछु बिचार ढोगनी गएछ पहिले चाहिँ यो भित्र चाहिँ डोको अनि यहाँ स्याक्खु मात्रै छ अहिले स्याक्खु मात्रै छ यो चाहिँ टुवा अनि टुवा त्यो आएर नि
अनि चिवा कृपया पछि यहाँ आउने बेलामा चाहिँ ट्याक्क बाजेको बाजे रे हेलो गाइज अब राजा उतै हेर्न पढ्न जाउँ न मेरो भाइ बहिनीहरू यहाँ पढ्न तिमीहरू मेरो घोडा बराबर हो घोडा बाँध्ने खम्बा हो है मेरो राजा इज ब्याक हो के राजा पुनः फर्केको छ पुनः स्वागत गरौँ हामी यहाँ चाहिँ पहिला घरको जग्गाहरू रहेछ सब घरको जग्गा हो यिनीहरू सब ढुङ्गाहरू सब घरबाट बत्तिएको हो पुरानो यहाँ छ घरको जग्गाहरू हामी सबै देखाउँछौँ घाम दामी लाग्छ अहिले यहाँ चाहिँ के होला डेटिङ प्लेस हामीले चाहिँ अहिले बुझ्न सकेन डेटिङ प्लेस हो के रुक्नेको छ राजा र रानीको फर्स्ट लभ चाहिँ यहाँ परेको रे राजा र रानीको फर्स्ट लभ चाहिँ यहाँ परेको रे राजाको घर माथि रानीको घर तल यहाँ बोलाउँथ्यो रे रानीले अनि बिचमा बसेर कुराकानी गर्थ्यो रे यहाँ चाहिँ सोच्दै सभाघर पहिला चाहिँ राजाहरू यहाँ सभा गर्थ्यो रे राजा होइन मुला पुरा गाउँले नै के भन्नुभएको अब हामी नि यहाँ सभा गर्दैछु कि सल्लाह गर्दैछु सभाहरू भनेपछि सबै मिटिङ हल यो मिटिङ हल हो क्या सबै त्यहाँ चाहिँ राजाको घोडा बाँध्थ्यो रे त्यो खम्बामा अनि अरू के छ त नि म राजा होइन राजाको घर चाहिँ अहिले देखाउँछु उता छ हजुर हजुर अरूले जे भन्छ त्यो सुने हो मैले भने हो के थाहा के हो यो घरै हो कि धनसार हो कि के त यो अहिले देखेन मैले देखेन हामी चाहिँ राजाको घर जान लाग्यो होइन केटा हो यहाँ त चाहिँ पानी घट्टा गुरुङ भाषामा छेदो भन्छ त्यही हेर्नु लाग्छ पहिला चाहिँ यहाँ चाहिँ यत्रो ठुलो खोला आउँथ्यो अरे के राजाहरू हुने बेलामा चाहिँ अहिले चाहिँ सब सुकिया के सो ठुलो मासले पानी लुगा आइछ हामी चाहिँ घट्टामा पानी घट्टामा आइपुग्यो अलिक सानो रहेछ वाह पानी घट्टा तिनीहरू बाहिरै बस्थ्यो क्या है बाहिरबाट गर्थ्यो क्या है अब हामी राजाको घर जान्छ है केटा हो यो चाहिँ पाली राजाघर हो यो चाहिँ राजाको घर बाना सेप न दामी मुनि है चुवा थोड़ा ना चुवा खुलूं ये नहीं था राजाद्वार यही हो मुदी मुनु हो क्या मुदी राजा दरबार गुरुङ भाषामा चाहिँ मुदी यताको के प्लास्टरै गरिदिएको राजा यहाँ प्लास्टर केही छैन फेरि यो माटो र ढुङ्गाको मात्र हो यो पुरा प्लास्टर सास्टर गरे जस्तो सेपै दामी के उयो होइन चुच्चो होइन चुच्चो त्यो के छ खुवाबे चाहिँ डलिएर छ त यहाँनिर ज्याल होला नि त्यो यो रानीले बोलाउनु हो क्या कुकु हजुर रानी किन्छ ए के खुवाब हो कि त गारौँ 2000 अब यहाँबाट माथि हो अब त खाना सब आफ्नो आफ्नो पारामा सब आफ्नो आफ्नो पारामा ल
ल है त अब एकछिनमा फोटो खिचेर हामी उस गर्नेछौँ रुकेन त अब यस्तो लप्ली आयो तर दामी के रुखहरू हेर्नुहोस् त रुखहरू चाहिँ दामी है हाम्रो कुकम्यान मिस्टर मिराज यता है समुद्र मासु पाक्दैछ है गेम खेल्दैछ यहाँ नेट टिपे जस्तो छ सायद उसले डाटा चलाइरहेको जस्तो छ यहाँ एकजना त मर्यो है एकजना त सबैजनालाई बिहानीको नमस्कार नमस्कार आज डे 4 होइन त हामी खोला बनाउँछ छ हामी आज अब हामी हिजो जान्थ्यो हामी त्यहाँ चौसीगाडामा पानी परेर जान सकेन के भनिदिनुहोस् हामी हराएको छैन म केही भन्दिनँ के भन्नु चाहन्छु यो गधा हो क्या यो गदा हो त्यसले गर्दा आज उतै नक्का हो क्या एउटा के भन्नु त उतै नक्का जाओस् न त एउटा यो झन्डा चाहिँ यहाँ राखिनुपर्छ क्या है अब हामी चाहिँ खेउसे कारा जान्छ हामी अब ल केटा है ल बिस्तारै है ल ल ल है त भरे माथि गएर भेट्छ केटाहरू ल हामी चाहिँ अहिले यस्तो ठाउँमा चाहिँ चट्टान भाउडामा ल हामी चाहिँ अहिले चौसीगाडाको टपमा आइसक्यो यहाँ चाहिँ भेडागोठको सामानहरू छ तल चाहिँ यस्तो डरलाग्दो भिड छ यो चाहिँ बादल ल्याएर सब ठाउँमा बादल आयो हामी सिनहरू चाहिँ केही हेर्न पाएको छैन हामी चाहिँ अहिले कहाँ आइपुग्यो हामीलाई पनि थाहा होइन अर्को ठाउँ चाहिँ यस्तो छ के बोलेको तिमीहरू त्यस्तो कस्तो यार आफूहरू मात्रै खान्छ मेरो ब्यागमा चाहिँ चक्लेट खोताले छ है आफूले किन्ने नि मुला अरूको खोइ त्यसै रुपिस खोइ गएर बित्यो हेर्छ कहाँ पुग्यो हामी कहाँ हो अमेरिका जानु लाग्यो यो बाटोमै पानामा जङ्गल कटेकै छैन न त रोजगाडी बिसे बिलो क्रिन्छ तिम्रो पान जङ्गल बिहा घर बेगा हामीले किसिमा गाँसु वा Ngizip porto abi. Na iya kisima ngasyo. Zazui la ba. La. Ya noji ya noji. Tachaba. Khoji to mecha. Bale. Nisको दे क्यों खुवाई याई थोसियो न तसो चाहिँ सानो असिन परेको गाइस देख्न सक्नुहुन्छ केटाहरु अगाडि छ पानी परि छ गाह्रो इज खान फेकाइ नि निजु प्रोगी छ वा
क्यों ये क्यों Burger में माथि उठाएन ngas ko da meu क्या 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 पिद्दे देखिए क्यों से क्यों अबे da meu em le badalan ni badalan ba pre pancha बल्छियमले भन्यो केज तोल्नै म युरी आएन ल गाइज हामी चाहिँ यहाँबाट अब चिसो जाँदैछ उता पारी हिउँ खेल्न अनि केटाहरू अगाडि जाँदैछ माथि जाउँ भन्थ्यो केटाहरूले हिउँ देखेर नजाउँ भन्यो हामी चाहिँ खास हिउँ खेल्छ भनेर आयो ल है त है गाइज है अब उता पारीको डाँडा गएर भेटौँला ल है त हामी चाहिँ हिउँ खेल्न गइन्छ अब हिउँ खेल्ने ठाउँमा भेट्नुपर्छ ल गाइज उक्लोहरू क्लिक खैम हो साह्रै क्लिक ये नैसी म यहाँ मु क्या तुम्हें भाला नरो यहाँ मु गौरी लिए तिस्यो ल दामी मिलाउँछौ हामी त पुग्ने न करा त ल खाजान ठाउँ आइपुग्यो है ल खाजान ठाउँ आइपुग्यो है यस्तो छ है हालत अहिलेको मौसमको स्थिति तल नि तल त अब भन्नै पर्दैन ल गाइज खाजा अहिले भेटौँला यहाँ भिडियो बनाउँछ यो भाइ चाहिँ हिउँ खेल्ने रे हो हात गङ्ग्रेको थाहा छैन यो भाइ चाहिँ फोटो खिच्ने रे फेरि यो बिजुक त्यो चाहिँ बोकेन तर जुवामी आवाज लो माथि मिउ न थान्न वामी वामी डङ्गला आगु ल के लाग्यो ढिलो हुने काम गरिरहेको छ केटाहरूले है ढिलो हुने काम गरिरहेको छ जे होस् यहाँ एकजना त मर्यो के भयो यो त खाजा है दिनको खाजा यता खाँदैछ यता नि खाँदैछ यता नि खाँदैछ यता नि खाँदैछ आगो बलिरहेको छ मिठो भएर आएको चाहिँ यही हिउँले पकाएर खाएको है ल गाई त्यस्तो छ अहिलेको मिठो छ यार पाएको पनि पाकेन हिमालहरू नि देखाए गाउँमा चाहिँ हल्का नाजुक स्थिति हुन्छ मैसको माथिबाट मात्रै हो तँलाई सब दियो खटिया हामी त बहिनी पानी भर्नु जानु लाग्यो गाइस है पानी पनि कति टाढो यार ठाउँ त्यस्तै किरा जस्तो पानी लामो टाढो भयो क्या यहाँ 200 मिटर हिँडेर आइसक्यो हामी यहाँ बस्ने ठाउँबाट 200 मिटर टाढा यस्तो भिर माथि भिर तल भिर उता भिर यता भिर भिरै भिर अब दाइ जान्छ हेर है अब दाइ जान्छ हेर है दाइले हाम्रो खतरा रेडी युमा कहाँ छ पानी फे बोसोडी के पानी त्यत्रो कहिले भर्ने त नि यार हाम्रो यत्रो उसमा माया भाउ यहाँ पानी कत्रो आछ हेर्ने हो यत्रो पानीले मा कतिवटा 9-10 वटा 11-12 वटा बोतल एउटा जार्किन कहिले भर्ने एउटा बिजोक रमाइलो भइरहेको छ हाम्रो यहाँ चाहिँ अलिक ठुलो आएर चाहिँ हामी यहाँ भर्छौँ त्यो एउटा यता भर्ने छ
यो तलाउँछ यहाँनिर मनेर यहाँ भएर अब गइन्छ घर चाहिँ घरै यार डेरा घरै त्यो त हाम्रो अझ अनि म चाहिँ यहाँ धारा बनाउँछु अब अनि अर्ग्यानिक धारा चाहिँ कसरी बनाउँछ अब म सिकाउँछु है त म सिकाउँछु अब अर्ग्यानिक धारा कसरी बनाउँछ भने हेर्नुहोस् है अब यहाँ एउटा ढुङ्गा राख्दैछु हाम्रो धारा रेडी तू खाइ ल ओ खाइ आमै दे मैले यो रा ओदरे हे तेरी भरे उडेर जाने नि भाइ यार तेरो दिमाग छैन दिमाग भनेको कति पनि छैन क्या यो भाइको हामी चाहिँ अब धारा बनाउँछ है पहिला खा धारा बनाउँछ अब ढिलो भयो क्या हामीलाई पर्ने अब यहाँ ठेला अब खतरा धारा बनायो तुरले तू इशू है no macam ni. Lihat ni, tu bahasa ngara. Bawa dia. Hah? Bawa dia. Apa ya? Dia. Dia tu ni. Dia kan bawa tu dia. Apa dia? Tu sam, tu bilangnya malam. Tapi tu boleh ya. Ni nak main main. Mela lagi tu. Lu lagi berarti mana asal apa tak? इन्तजार लाग्छ बा धारा चाहिँ रेडी भयो अब पानी भर्नु मात्र यतिको धारा बनाएपछि त हाम्रो धारा चाहिँ बनेर है भ्याए अब पानी भर्ने हो मलाई मिल्छ नि पराहा भने अहिले यो अब सबै भइहाल्छ पो भर्यो नानी यहाँ चाहिँ डिन्जो फलेर चाहिँ अहिलेसम्म मोजा त नसक्यो डिन्जर वा थत मोजामा 4 दिन भयो क्या 2 दिन भयो यो हिजो मात्र लाग्थ्यो आज लाएर आएको ओ त्यो डाँडाबाट धुरो गना अब घर गएर धुनी हो कसले धुइरहेको छ यहाँ घर गएर धुनी हो नि ल गुराँस नानीहरू टनाटन एकदम भ्यू चाहिँ अहिले दामी ल गाइज अब हामी भ्लग हाम्रो आजबाट आज कति दिन रे हाम्रो अब 5 दिन 4 दिन हो कि 5 दिनमा चाहिँ हाम्रो हामी नैसीमामा आएको छौँ होइन अनि अब हामी चाहिँ भोलि यहाँबाट कति बिहान खाना नखाइकन खाना बाटोमा खाने 6, 7, 8 बजेतिर हामी यहाँबाट जान्छौँ अनि हाम्रो भ्लग चाहिँ आज यति गरौँ अब नेक्स्ट भ्लग चाहिँ हामी लिएर आउँछु अनि आजको भ्लग चाहिँ हामी यति गर्छु किनकि हामीसँग चार्जरहरू धेरै छैन भ्लग गर्न मन त लाग्थ्यो तर के गर्ने हाम्रो ब्याट्री नै छैन पावर ब्याङ्क चार्जर सब सकिसक्यो अनि हाम्रो भ्लग चाहिँ आज यति नै भन्दै हामी अर्को भ्यू देखाउँदै हामी बिदा माग्छु होइन ल हाम्रो च्यानलमा चाहिँ तपाईहरु नयाँ हुनुहुन्छ भने लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब चाहिँ जसरी पनि गरिदिनु होला यति भन्दै हामी बिदा लिन्छु हस्त धन्यवाद जय मेमोरी